हेलो गाइज, यो कुन ठाउँ हो? अटो यहाँ किन फसेको छु र यहाँ म किन खन्न आँटेको छु गाइज भन्छु यो भिडियोमा। हजुरले हेर्न सक्नुहुन्छ यो ब्यास। अब हजुरलाई म म्याजिकले यहाँ ल्याइदिन्छु गाइज। देख्नुभयो गाइज, ल्याइकिने मैले र हामी जान आँटेको छौँ कुखुराको मल लिन। हजुर हेर्न सक्नुहुन्छ अन्त फास्ट गरिदिएको छु मैले भिडियोलाई। हाम्रो गाउँ हेर्न सक्नुहुन्छ र हामी पुगिसकेका छौँ कुखुराको मल लिन। यो कुखुराको मल हो गाइज, यो बोरामा हालिसकेका छौँ गाइज र फेरि जान्छौँ हामी घरतिर। फाइनली गाइज अङ्कल हामीलाई चाउचाउ लिन जानुभएको छ। चाउचाउ आइसकेको छ गाइज र हामी चाउचाउ अब खाइहाल्छौँ गाइज। यो चाउचाउ हामी खान्छौँ गाइज, डालमु र चाउचाउ मिसाएर गाइज। डालमु चाउचाउ मिसाएको कस्तो हुन्छ गाइज हेर्न सक्नुहुन्छ हजुरहरू। आहा क्या दामी। र चाउचाउ अब भइसकेको छ गाइज खाएर। हाम्रो अटो यहाँ किन फसेको छ गाइज, किनभने यहाँ हिलो र चाहिँ अटो फसेको छ। अब हामीले धक्नुपर्छ गाइज र हामी धकाल्छौँ गाइज अटोलाई। फाइनली निकल गयो अटो हमारा। त्यसपछि गाइज हामी चाहिँ आउँदाखेरि चाहिँ यहाँ स्ट्रेट बाटो थियो गाइज। ग्रेभीले हालेको रहेछन् गाइज। अब ग्रेभी हटाउनुपर्छ हामीले। फोटो ल्याएर आइसकेको छौँ घरदेखि र म चाहिँ यो काममा लागिसकेको छु गाइज। हेर्न सक्नुहुन्छ कति दुःख गर्नुपर्छ गाइज। र हाम्रो पारि BMW अटो खडा छ गाइज। BMW गाइज र हाम्रो अङ्कल पनि काममा लाग्नु गइसकेको छ गाइज। अङ्कलले पनि धेरै काम गर्नुपर्छ गाइज। त्यसपछि फेरि हामी चाहिँ अब निस्किन हेरेका छौँ गाइज। अटो निस्किसकेको छ गाइज यहाँदेखि र फाइनली हामी अब घर पुगेको छौँ गाइज। ल बाई बाई गाइज।